हेलो साथीहरू, तपाईहरू एनटिसी युजर हुनुहुन्छ र अझै पनि यो अप्सनलाई चाहिँ डिसेबल गर्नुभएको छैन भने तुरुन्तै गरिहाल्नुहोस् है। यो चाहिँ तपाईँहरूको लागि एकदमै उपयोगी हुनसक्छ। हालका गृहमन्त्री सुदन गुरुङ गोर्खाबाट निर्वाचित हुनुभएको थियो। उहाँले मन्त्री हुनुभन्दा अगाडि चाहिँ नेपाल टेलिकममा यो विषयमा उठान गर्नुभएको थियो, जुन विषयमा चाहिँ तपाईँहरूले सामाजिक सञ्जालमा, युट्युबमा, फेसबुकमा पनि सूचनाको बारेमा देखिसक्नु भएको छ होला। यद्यपि देख्नुभएको छैन, यो कसरी गर्ने, यो डिसेबल कसरी गर्ने भनेर चाहिँ जान चाहनुहुन्छ भने यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोला। यहाँहरू नेपाल टेलिकमको सिम युज गर्नुहुन्छ, अर्थात् एनटिसी युजर हुनुहुन्छ र यहाँहरूले चाहिँ एनटिसीको सिममा चाहिँ डाटा लिएर इन्टरनेट पनि प्रयोग गरिराख्नु भएको छ। विगतका दिनहरूमा चाहिँ नेपाल टेलिकमको सिम युज गर्छौँ हामीले, त्यसमा चाहिँ डाटा प्याकहरू लिन्छौँ। डाटा प्याक लिइसकेपछि चाहिँ यदि तपाईँको डाटा प्याक सकियो तर तपाईँहरूले इन्टरनेट चलाइराख्नु भएको छ अथवा तपाईँहरूको इन्टरनेट अन छ भने त्यस्तो अवस्थामा चाहिँ डाटा सकिएको खण्डमा तुरुन्तै तपाईँको ब्यालेन्स चाहिँ काट्न सुरु हुन्थ्यो, होइन, डिडक्ट हुन सुरु हुन्थ्यो। तर अहिले यो अप्सन आइसकेपछि चाहिँ हामीले डाटा सकिएपछि चाहिँ स्वतः इन्टरनेट बन्द हुने र तपाईँको सिममा भएको पैसा चाहिँ नकाट्ने अर्थात् डिसेबल गर्ने चाहिँ सिस्टम अपडेट भएको छ। यसको बारेमा चाहिँ म तपाईँहरूलाई स्क्रिन सेयर गरेर बताउने छु। यहाँहरूले यतापट्टि स्क्रिन सेयर भएको देख्दै हुनुहुन्छ र स्क्रिनमा आइसकेपछि तपाईँहरू चाहिँ तपाईँहरूको डायल प्याडमा जानुपर्ने हुन्छ, होइन। यहाँनिर चाहिँ फोन लेखिएको छ, यसमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ है त। यहाँनिर क्लिक गरिसकेपछि तपाईँहरूले यहाँ डायल प्याड देख्नुहुन्छ। डायल प्याड देखिसकेपछि तपाईँहरूले *444 अनि # चाहिँ टाइप गरेर डायल गर्नुपर्ने हुन्छ है त। *444 अनि # टाइप गरेर चाहिँ डायल गर्नु हो भने चाहिँ यहाँनिर चाहिँ यो अप्सन खुल्छ, होइन। यो अप्सन खुलेको छ, यसमा चाहिँ 4वटा रहेको छ। एउटा चाहिँ एक्टिभ फोजी भनेको छ, अर्को चाहिँ एक्टिभ होल्ड भनेको छ, अर्को चाहिँ डिएक्टिभ होल्ड र त्यसपछि इनेबल डिसेबल पेज भनेर भनेको छ, पेजी, होइन। यसमा चाहिँ हामीले 4 टाइप गरेर चाहिँ फेरि सेन्ड गर्नुपर्ने हुन्छ है त। जसमा चाहिँ म 4 टाइप गर्छु, त्यसपछि सेन्ड गर्छु। सेन्ड गरिसकेपछि यहाँनिर फेरि अर्को बक्स खुलेको छ, त्यसमा चाहिँ डिसेबल इनेबल स्ट्याटस भनेर आएको छ। यसमा चाहिँ हामीले चाहिँ 1 टाइप गरेर सेन्ड गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले यहाँ 1 टाइप गर्छु, त्यसपछि सेन्ड गर्छु है त। यो गरिसकेपछि योर पेजी डाटा सर्भिस डिसेबल एन्टी भनेर भनेको छ, होइन। नेपाल टेलिकम भनेर भन्यो। यति हो गर्ने, धेरै सजिलो छ, 1 मिनटमा हुने काम छ। तपाईँहरूले पनि गर्ने होला, एकदमै उपयोगी हुनसक्छ। यति भयो भने चाहिँ तपाईँहरूले डाटा लिनुहुन्छ, बाइचान्स डाटा लिएपछि डाटा युज गर्नुहुन्छ र डाटा अफ गर्न बिर्सनु भयो भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ तपाईँको चाहिँ जुन मेन ब्यालेन्स रहेको थियो त्यसमा चाहिँ एमाउन्ट डिडक्ट हुने समस्या थियो, त्यो चाहिँ हल भएर जानेछ। पक्कै पनि यो भिडियोले धेरै सहयोग तपाईँहरूलाई गर्न सक्छ। यदि जानकारी थिएन भने यही अनुसार फलो गर्नुहोला। धन्यवाद।